यो ट्युटोरियलमा माइक्रोसफ्ट अफिस एक्सेलको बारेमा चर्चा गर्न गइरहेको छु। सबभन्दा पहिले मेरो यो डेस्कटपमा रहेको माइक्रोसफ्ट अफिस एक्सेलको आइकनलाई मैले क्लिक गरेको छु र यो ओपन भएको छ। यसरी ओपन भएपछि यहाँ तीनवटा सिटहरू देखिनेछ, सिट 1, सिट 2 र सिट 3। यदि हामीले काम गर्नको लागि अरू सिटहरू पनि थप्नु परेमा यो दायाँपट्टि रहेको यो आइकनमा क्लिक गर्नुपर्दछ र अहिले क्लिक गर्दा सिट 4 भएको छ र फेरि क्लिक गर्ने हो भने सिट 5 हुँदै यसरी नै अरू आइकनहरू थप्न सकिन्छ। अब हामीले यसमा यो जुन काम गर्ने यो सेल भन्छौँ, यसलाई हामी ठाउँहरू, यो सेल हो, यो प्रत्येक चाहिँ यो सेलहरू हुन् र यसमा चिन्नुपर्ने कुराहरू चाहिँ के छ भने अब यो लहर अर्थात् कोलम हो र यो ठाडोमा हुन्छ। यहाँ चाहिँ ए बी सी डी लगायतका थुप्रै कोलमहरू रहेका छन्। त्यसै गरी र चाहिँ यो तेर्सोमा हुन्छ, 1 2 3 को नाममा रहेको छ, थुप्रै कोलमहरू रहेको छ र यो ठाउँमा हामीले चाहिँ कुनै पनि टेक्स्टहरू अथवा अन्य सेपहरू आदि निर्माण गर्न सक्छौँ, टाइप गर्न सक्छौँ। र यो माइक्रोसफ्ट एक्सेलमा चाहिँ खास गरी म्याथमेटिकल फर्मुला लगाएर चाहिँ काम गर्न सकिने भएकोले यो चाहिँ बढी चलेको पाइन्छ। र यसको सुरुवातमा मैले यो होममा क्लिक गरेर हेरेँ र यहाँ चाहिँ यसको मेनु अप्सनहरू थुप्रै रहेको छ। यो सबै अप्सनहरूको बारेमा विस्तारमा चर्चा गर्नेछु र अहिले भने मैले चाहिँ यहाँ एउटा सानो यो फर्मुला लगाउने चाहिँ विधिको बारेमा यहाँ चर्चा गर्न जाँदैछु। जस्तो हामीले यो कुनै पनि सेलमा सुरुवात गर्न सक्छौँ अहिले, र यो सेलमा जस्तो मैले अहिले सेलेक्ट गरेको सेलमा चाहिँ मैले टाइप गरेर हेर्छु, जस्तो 12, त्यसै गरी तल 400 हैन। अब मैले यहाँ 25 इन्ट्री गरेँ र इन्टरले थिच्ने बित्तिकै यो तल जान्छ। त्यसै गरी यहाँ चाहिँ 54, त्यसै गरी अर्को 45 आदि। अब अर्को कोलम छ, कोलम ईमा। यसको चाहिँ अब हामी यसलाई ई, यो कोलम ई र चाहिँ 4 भएकोले E4 भनेर चाहिँ हामी भन्छौँ। अब यसमा चाहिँ मैले केही डाटाहरू इन्ट्री गर्छु, जस्तो 14, जस्तो 23, 24, 42 आदि। अब यहाँ यो दुईवटा डाटाहरूलाई जोड्न सजिलो तरिका के त भन्दाखेरि यहाँ चाहिँ अब हामीले यो सँगैको दायाँपट्टिको कोलम F4 मा भनौँ न यो कर्सर राखेका छौँ र त्यसमा चाहिँ क्लिक गरेपछि सिधै यो बराबरको आइकनमा चाहिँ थिच्ने, हाम्रो यो किबोर्डको बराबरमा चाहिँ थिच्ने र यसरी प्रेस गर्दाखेरि यो बराबर देखिएको छ। त्यसपछि हामीले यो माउसको सहायताले यो चाहिँ यो 12 छ त्यहाँ क्लिक गर्ने, यो भनेको D4 हो र यहाँ माथि देखिन्छ D4 को चाहिँ D4 देखिएको छ। त्यसपछि यसलाई यो दुईटा कलमलाई हामीले के गर्दैछौँ त भन्दाखेरि चाहिँ यो दुईटा कलमलाई चाहिँ हामीले जोड्ने कोसिस गर्छौँ। त्यसैले यहाँ चाहिँ प्लस थिचौँ। त्यसपछि कुन कोलमको चाहिँ डाटा जोड्ने हो भन्दाखेरि यो चाहिँ E4 देखिको होइन, यहाँदेखि चाहिँ जोड्ने हो। अब यसलाई क्लिक गरेँ, अब यसपछि इन्टर थिच्नुपर्छ। अब इन्टर थिच्ने बित्तिकै चाहिँ के आयो त भन्दा 12 र 14 जोडिएर 26। अब अरू कोलमहरूलाई चाहिँ हामीले केही गर्नु पर्दैन, यसैलाई चाहिँ फर्मुलामा यसरी समातेर हैन ड्र्याग गर्ने हुन्छ, सबै डाटाहरू चाहिँ जोडिएको छ। जस्तो कि 25 र 23 जोडिँदाखेरि 48 भएको छ, 54 र 24 जोड्दाखेरि 78 हैन, यसै गरी 87। अब जस्तो यो कोलममा चाहिँ हामीले अब के गर्ने त भन्दाखेरि चाहिँ जस्तो मानौँ
यो कोलम डी को चाहिँ डाटाहरू चाहिँ कति पर्सेन्ट हो, यो टोटल जुन यो 26 48 टोटल भएको छ हैन, यसको प्रतिशत निकाल्नु पर्यो भने कसरी चाहिँ निकाल्ने त भन्दाखेरि चाहिँ जस्तै यसमा पनि हामीले फर्मुला लगाउनलाई चाहिँ बराबर थिच्छौं। त्यसपछि यो कोलमलाई क्लिक गरौँ D4, त्यसपछि यसलाई चाहिँ भाग गरौँ अर्थात भाग चिन्ह दिउँ। भाग केले गरौँ त भन्दाखेरि यो टोटलले चाहिँ भाग गरौँ। त्यसपछि गुणन चिन्ह र 100, त्यसलाई चाहिँ 100 ले गुणन गरेपछि यो पर्सेन्टमा चाहिँ बदलिन्छ। त्यसपछि इन्टर थिच्नुपर्छ। अब यो प्रतिशतमा चाहिँ आएको छ 46.15385 यसरी आएको छ। अब यसलाई फेरि समातेर तान्ने हो भने सबैको चाहिँ फर्मुला एकैचोटि चाहिँ बन्ने छ। र अब यहाँ यो प्रतिशत चाहिँ अब यो 46 पोइन्ट पछाडि 5 वटा सम्म अङ्कहरू देखिन्छ। यसलाई चाहिँ घटाउनको लागि चाहिँ हामीले यो ठाउँमा चाहिँ जाने र यो डिक्रिज गर्नको लागि यसमा क्लिक गर्दै जाने, कतिवटा स्थानसम्म चाहिँ राख्ने त्यसमा भर पर्छ। र बढाउनु पर्यो भने त्यसको बायाँपट्टि इन्क्रिज डेसिमल देखिन्छ, त्यसमा चाहिँ क्लिक गर्नुपर्छ। यो इन्क्रिज हुन्छ, यसमा क्लिक गर्दाखेरि डिक्रिज हुन्छ। अहिले चाहिँ पोइन्ट पछाडि 2 वटा चाहिँ अङ्कहरू रहेका छन्। अब यसरी हामीले चाहिँ फर्मुला चाहिँ लगाउन सक्यौं। ठीक यसरी नै अरु सबैलाई चाहिँ हामीले फर्मुला लगाएर कामहरू चाहिँ गर्न सक्छौं। र अब यसमा अरु कुराहरू पनि हामी सिक्न सक्छौं, जस्तो कि यहाँ जोड्नु पर्यो भने कसरी जोड्ने, यहाँदेखि माथिको यो चाहिँ अप्सन छ हैन, र यसलाई यसरी सिलेक्ट गर्ने र सिलेक्ट गर्ने बित्तिकै चाहिँ अब यहाँ यो अटो सम भन्ने ठाउँमा चाहिँ जाने हैन। अटो सममा क्लिक गर्ने बित्तिकै 136 आएको छ, जोडिएको छ। र अझ यसलाई म कसरी प्रष्ट पार्न चाहन्छु भन्दाखेरि यसको चाहिँ खासमा चाहिँ त यो ट्रायंगुलर चाहिँ यो बटनमा चाहिँ क्लिक गर्ने, अनि सम गर्ने भने सम गर्ने, एभरेज निकाल्ने भने एभरेजमा क्लिक गर्ने हैन। त्यसैगरी काउन्ट नम्बर, म्याक्स, मिनिमम हैन, यो आदि थुप्रै अप्सनहरु रहेको छ। यसमा मैले चाहिँ सममा क्लिक गरे, सममा क्लिक गरेपछि त्यति आउँछ। फेरि यतापट्टि यसलाई पनि हामीले जोड्न पर्यो भने यसलाई यसरी सिलेक्ट गर्ने, त्यसपछि यहाँ क्लिक गरेर सममा चाहिँ क्लिक गर्ने, 103 यसरी चाहिँ आएको देखिन्छ हैन। यसलाई पनि हामी जोडेर हेर्न सक्छौं सममा गएर। अब यो त भयो सम निकाल्ने तरिका हैन। अब यसमा चाहिँ अरु एभरेजहरु पनि निकाल्न सकिन्छ। जस्तो कि यतिको चाहिँ एभरेज कति हुन्छ हैन, यहाँ हेरौं, एभरेज 34, यो चाहिँ 4 वटा फिगरको अर्थात डाटाको चाहिँ एभरेज चाहिँ 34 आएको छ। यसरी एभरेज पनि यसरी निकाल्न सकिन्छ।